जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तुताले सोधे, सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ? रतन टाटाले भने, मैले जीवनमा खुसीका 4 चरण पार गरेको छु र यी 4 चरण पश्चात खुसीको अर्थ बुझ्न सके। पहिलो चरणमा धन र सम्पत्ति कमाउनु थियो, तर यो चरणमा मैले चाहेको खुसी पाउन सकिन। त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेको महँगा र बहुमूल्य सामान जोड्नु, सोख पूरा गर्नु थियो, तर यो कुराको प्रभाव पनि छेडिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्न सक्दैन भन्ने बुझे। त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो। त्यो बेला भारत र अफ्रिकामा डिजल सप्लाई गर्ने प्रोजेक्ट पाएँ। म भारत र एसियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ, तर यहाँ पनि मैले सोचे जस्तो खुसी पाउन सक्दै सकिन। चौथो चरण थियो कि मेरो एक साथीले मलाई अपाङ्गता भएको बालबालिकाका लागि व्हीलचेयर किन्न आग्रह गरे। साथीको आग्रहमा मैले तुरुन्त व्हीलचेयरहरू किने, तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई व्हीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ। त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले व्हीलचेयर दिएँ। ती बालबालिकाको अनुहारमा अनौठो खुसीको चमक देखे। मैले ती सबैलाई व्हीलचेयरमा बसेर घुमफिर गरेको र रमाइलो गरेको देखेँ। मैले आफूभित्र साँच्चै खुसीको महसुस गरेँ। जब कार्यक्रम सकिएर म फर्कन लागेको थिएँ, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरेँ, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो। मैले झुकेर बच्चालाई सोधेँ, तिमीलाई अरू के चाहिन्छ? त्यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रति मेरो दृष्टिकोणलाई नै पूर्ण रूपमा परिवर्तन गरिदियो। त्यो बच्चाले भन्यो, म तपाईँको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईँलाई स्वर्गमा भेट्नेछु त्यसबेला म तपाईँलाई चिन्न सकौं र फेरि एकपटक धन्यवाद दिन सकौं। यो सामग्रीलाई मैले सामाजिक सञ्जालबाट साभार गरेर तपाईँलाई सुनाएँ। यो सामग्री अहिले सामाजिक सञ्जालमा जताततै पोस्ट भएको तपाईँ हामीले देखिरहेका छौं। साँच्चै खुसी भन्ने शब्द छ नि, खुसी मान्छे विभिन्न कारणले खुसी हुन सक्छ। सबै एउटै कारणले खुसी हुन सक्छ भन्ने मलाई लाग्दैन है। कोही पैसा भयो भने खुसी होला, कोही राम्रो लुगा लाउन सके खुसी होला, कोही टन्न पेटभरि खान सके खुसी होला, हैन? खुसी हुने तरिका मानिस अनुसार फरक फरक हुने गर्दछ। तपाईँ जे कुरामा खुसी भइराख्नु भएको छ, म त्यही कुरामा खुसी नहुन सक्छु। म जे कुरामा खुसी भइराखेको छु, मैले जुन खुसी खोजिराखेको छु, त्यो खुसी तपाईँले नखोजेको पनि हुन सक्नुहुन्छ र मेरो खुसीमा तपाईँ खुसी नहुन पनि सक्नुहुन्छ। तर म तपाईँलाई के भन्छु भने, साँच्चै खुसी साना साना कुरामा हुन्छन्। हेर्नुहोस्, कहिलेकाहीँ आफ्ना लागि बाँच्नुमा भन्दा अरूका लागि बाँच्नुमा बढी खुसी पाए जस्तो लाग्छ। एउटा भोकाइरहेको व्यक्तिलाई टन्न खाना दियौँ भने त्यो व्यक्तिको अनुहार देखेर हामीलाई त्यसै खुसी लाग्छ। त्यसकारणले अभावमा भएको व्यक्तिहरूलाई जब कहिलेकाहीँ हामी आफ्ना साना साना कुराहरू प्रदान गर्छौं, दिने गर्छौं, हैन, तब हामीलाई त्यसै खुसी प्राप्त हुने गर्दछ। म तपाईलाई के भन्छु भने, जीवनमा कहिलेकाहीँ यस्तो पल पनि आउँछ कि जहाँ आफ्ना लागि बाँच्नु भन्दा अरूका लागि बाँच्नुमा बढी खुसी हुने पनि एउटा पल आउने गर्दछ। आजैदेखि एउटा प्रण गरौँ, आफ्ना लागि त धेरै बाँचियो, अब अरूको लागि पनि केही पल बाँच्ने कोसिस गरौँ। खुसी तपाईँ हाम्रै वरिपरि छन्, ती खुसीहरूलाई समेट्ने प्रयास गरौँ।